टु माई भिडियो क्यान बानी ब्लग। सो आज चाहिँ धेरै दिन बादमा मैले मेरो ब्लगिङ कन्टिन्यू गर्दैछु है। धेरै दिन बादमा अहिले चाहिँ म रङ्गुमा छु, ससुरालीमा छु है। अस्ति घर सर्ने पूजा थियो, सबै घर सरेर है रेडी भएको छ। सो आज चाहिँ हामी आउटिङ जाने भनेको, पानी परिरहेको छ बाहिर हल्का हो। दिदी आमा बुढी चाहिँ सबै रेडी हुँदैछ। म चाहिँ अहिले रेडी भइसकेर बसिरहेको छु तल्लो घरमै। म चाहिँ तल्लो घरमै बस्दैछु नि त, हामी चाहिँ हो। अरू सबै माथि पुरानो घरमै हुनुहुन्छ, आमाहरू चाहिँ वहीँ बस्नु हुँदैछ। म र बुढी चाहिँ नयाँ घरमा बस्दैछु हामी। दिदी आमाहरू 1-2 दिनमा सायद सर्नुहुन्छ होला है। रेडी त म त अघि भइसकेको, अब बुढीहरू चाहिँ हुँदैछ, आमा पनि सायद भइसक्नु भयो होला। अरू चाहिँ हुनुहुँदैछ रेडी। सिडी चाहिँ यस्तो छ। गएर हेर्नुपर्छ अब रेडी हुँदैछ कि भएको छैन। यो चाहिँ हो मेरो चोरेको लुगा। जुत्तादेखिको लिएर भेस्टदेखिको लिएर पेनदेखिको लिएर जम्परदेखिको लिएर सबै चोरेको हो मैले चाहिँ। यो दिदीको, यो स्वेटर चाहिँ शिष्य दिदीको। जुत्ता दिदीको हामीसँग जाने ओमी पनि हो। म चाहिँ मफलर लगाइरहेको छु, हल्का सर्दी लागिरहेको छ नि त, खोकी लागिरहेको छ हो। गाडीमा चिसो हान्छ भनेर चाहिँ टक्क आमा छैन रहेछ तल आमा। छाता हेर्नुपर्छ अब एउटा। गाडी आएको आमा। गाडी नै आइसक्यो, अब जाने हामी। हजुर माथि होला नि। जाडो छ नि त यता चाहिँ। ओमे 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 कहाँ गएको ओमीले? दिदी नै हुन्छ। हजुर गाडी नै आइसकेको छ। कहाँ लगेको मलाई भन्दै जाडो बनाएर लगेको। खासमा चाहिँ हाम्रो चाहिँ केही प्लान थिएन घुम्नु जाने। म चाहिँ कहिले पनि बिन्दु भन्ने जग्गा चाहिँ कहिले पनि गएको थिइनँ। लौ कसम गएको छैन म। बिहा गरेर होस् कि नगरेर होस् कि अब गएको थिइनँ। अन्त अब योपालि घर आउँदाखेरि चाहिँ घरको मान्छेहरूले मलाई बिन्दु घुमाउनु लैजानु भएको अरे। अचानक प्लान बनेर मलाई भनेर चाहिँ मलाई सरप्राइज घुमाउनु लैजानु भएको अरे सबैजनाले हो। गएको जग्गा त थाहा हुनु परेन नि त सरप्राइज हो भने। लु सरप्राइज होइन अरे न, मलाई थाहा थियो अरे नि त। लु गएको हामी चाहिँ बिन्दु घुम्नु के भयो नि। गएको बाई बिन्दु देखाउँछु तपाईँहरूलाई नि म गाइस। हामी चाहिँ जाँदैछ हो। अहिले चाहिँ हामी 45 काटिसकेको छ। घरदेखिको 10 मिनट चाहिँ भएको थियो होला निस्केको। यसले चाहिँ उल्टी गर्यो। उल्टी गरेर दिदीको लुगा सबैले बनाइदिएर त्यहाँदेखि लुगासुगा धोएर दाइ पारेर यसलाई चाहिँ त्यहाँदेखि फ्रन्ट सिटमा ल्याएर राखेको। अब टाँसेर सुतिरहेसँग सँगै। ओ यता हेर छत्तु आसला उमीलाई देखेर भने उयो गर्छ होला हौ। बाँदर नदेखेको जस्तो उयो हान्नु नि। हामी चाहिँ दोकान पसिराखेको छु अहिले हो। बुढी दिदीहरू चाहिँ बाहिर गएको छ, आमा गाडीमै हुनुहुन्छ, बाहिर गएको छ। यहाँ हामी चाहिँ दलगाउँमा छौँ, टक्क यो बाटो आउँदैछ। रात पर्ला जस्तो भयो त। जाडो छ।
आउँदैछ अनलोड गरेर आउँदैछ अनलोड अनलोड यहाँदेखि उता चाहिँ भिड छ भिड हामी चाहिँ आइपुग्यो बिन्दु हामी चाहिँ बिन्दु आइपुगेर चाहिँ आइपुगेको चाहिँ भिडियो गर्नु पाएन किनभने मेमोरी फुल भयो। सो अहिले चाहिँ मेरो दिदीले चाहिँ यहाँ उसको साथीहरू थियो रहेछ उनीहरूलाई पर्मिसन मागेर चाहिँ हामी यहाँभित्र पसेको छ। अरूले हेर्दै थियो सोध्छ होला यहाँ माथि छ हाम्रो घरको मान्छेहरू चाहिँ ऊ माथि सबैजना यो चाहिँ हो बिन्दुको हाइडल प्रोजेक्ट। अब उयो चाहिँ भुटानको पुलिस चौकी हो यहाँदेखि उता चाहिँ भुटान हो यो खोलादेखि पारि चाहिँ भुटान हो। यस्तो छ यो प्रोजेक्ट चाहिँ एउटा चाहिँ खोलेको रहेछ हो डुवर। यिनीहरू चाहिँ सबै भुटान यहाँदेखि पारि सब भुटान। हामी चाहिँ बिन्दुमा छौँ। यो चाहिँ बजार हो स्याटरडे सन्डे बजार लाग्छ अरे हो सानो सानो दिदीहरू चाहिँ यहाँ हुनुहुन्छ हो। यो चाहिँ डाँडा अब यहाँबाट चाहिँ फोटो खिच्नेहरू छ। आमाहरू चाहिँ उताटी हुनुहुन्छ हो फोटोहरू खिच्नुपर्छ एक दुईवटा। यहाँ चाहिँ टक्क फोन हो सेरिट हुँदैछ स्पेस नभएर हो भ्लगको लागि। यहाँ चाहिँ फोटोसुट चल्दैछ दिदी र ओमीको आमा हुनुहुन्छ। अब चाहिँ हामी माथि जान्छौँ ब्रिजमा हो। वानी छिटो हामी चाहिँ छिटो पर्मिसन यहाँ चाहिँ छैन आउने पर्मिसन के तर छिटो हल्का पर्मिसन मागेर चाहिँ आएको नि त हामी। अब हेरिहाल्ने आएको बेलामा। मेरो बोडीको चाहिँ फर्स्ट टाइम हो यहाँ। म चाहिँ पहिला 2 पल्ट आएको हो तर धेरै वर्ष अगाडि आएको। आमा 40 वर्ष बाद नआउनु भएको भन्छ। यहाँबाट उकालो यहाँबाट ओह्रालो।
यहाँ से उकालो रुखहरू टाउकोमा छ रुखहरू नि। जाँदैछौँ, ब्रिज पुग्न आँट्यो बानी। हुँदैन, म चाहिँ मिडल अफ ब्रिजमा छु हो। अब फोटो सायद पर्मिसन दिँदैन होला, यहाँ छिटो छिटो गरेर निस्किनु पर्छ। हेरौँ कस्तो छ अब उताटिको जाने। यो भुटान, यहाँदेखि यता चाहिँ भुटान अरे हो, यता चाहिँ इन्डिया। भुटान इन्डिया, भुटान इन्डिया, यो चाहिँ बोर्डर। पर चाहिँ फोटोसुट चल्दैछ हो। अब फोटोसुट गर्न जानुपर्छ। मलाई चाहिँ हल्का भोकै लागिरहेको छ। यो चाहिँ बजार बिन्दुको सानो मिनी बजार। अब चाहिँ फोटोसुट गर्ने हामी चाहिँ जाँदैछ त्यो हेरेर फोटोसोटो खिचेर हो। यहाँ चाहिँ सबैजना हामी चाहिँ त्यहाँ फोटोसुट गरेर आएको। यो चाहिँ एउटा चाहिँ खोलेको रहेछ ड्यामको, अझ सबै यहाँ छ। फोन झरेर चाहिँ मार्छ होला। उता भाइ चाहिँ त्यहाँ छ, बुढा यहाँ छ, भाउजू। जाउँ फोटो खिच्नु यहाँ आमा म। अब यहाँ शपिङ। ओमिला छाता। शपिङ गर्नुहुँदैछ उता लानुलाई बानी, उतै पाउँछ त त्यस्तो। सबसे बिजी चाहिँ ओमी छ यहाँ। अन्त ओमीका आमा छ्यामा, ओमीका आमा यहाँ हुनुहुन्छ। अब चाहिँ निस्किने हामी यहाँबाट।
अब चाहिँ गएर माथि कफी क्याफे जाने। यो चाहिँ एसएसबी क्याम्प यहाँ चाहिँ मैले अघि श्रीराम मलाई गाडीमा उल्टी नआओस् भगवान् भन्ने त्यो भगवान् भनेको पल्ट उल्टी गरिसकेको म होला उल्टी गर्ने भनेको त एउटै उल्टी गर्छ तिम्रो बदली आज ओमीले गरिदियो। अब चाहिँ खतरामाथि डेन्जरम्यान भन्ने बाटो आइपुग्यो। लोटे कुदन फाइदैन खाली पनि फाइदैन जग्गा हैन होइन हौ तर सक्छौ यो डल्लै सोलिन्छ यहाँ पर यस्तोमा नि एउटा होटेल चाहिँ खोल्नै पर्ने। हामी चाहिँ यस्तो बाटो भएर आएको भर्खर भर्खर गरेको त ढुङ्गा त छिटो कुदाउ सक्छौँ छिटो कुदाउ यहाँ चाहिँ छिटो कुदाउ खतरामाथि डेन्जरम्यान बाटो काट्यो। जाउँ पमिना दिदी घर गइरहँ टाइम लाग्छ होला नि त यहाँ हामी हेर्नु जानु हामी चाहिँ परिङटार आइपुग्यो हो बिन्दुबाट। हाम्रो गाडीको टायरमा चाहिँ काटी पोसेर टायर चेन्ज गर्ने भन्दैछ हाम्रो ड्राइभरले। अन्त यहीँ उयो खाँदैछु आमाले लुकी लुकी हेरिरहेको छ। तितौरा भन्नु चितौरा होइन आमा त्यो उयो मिठो रहेछ चाना खानु त। यो जहिले मलाई दिनुहुँदै थियो हो यस्तो के खान नि उनीहरू त कान्छी राख्यो सधैँ प्लास हुन्छ बिन्दु ग्रुप निद्रा लागेछ ओमी दुईपल्ट छाडेर यसको छाड छोडेको नि छैन। ऊ माथि भाउजू दिदी सृष्टि दिदी आमालाई देख्यो आमालाई मैले किनिदिएको भनिहाल्न मलाई किनिदिएको खोइ त्यो मिठाहरू किनिदिएको चाहिँ अन्त खोइ पाएको त छैन। म यहाँ पकाइ छ लिपस्टिक लगाउँछु मेरो यो चाहिँ परेको हो पानी। हामी चाहिँ बिन्दुबाट झरेर दलगाउँ क्याफे आएको थियो। पानी खतरा पानी परिरहेको छ। साह्रो स्याहारेको भगवान् आम्मा गाडीमा पनि छाता बोकेको हेर्दा राम्रो हो यसरी यो बोक्नु न आमा तपाईँहरू जानु त पहिला त्यहाँ छेउमा हुनेहरू होइन होइन कालै पिलो गर्नु यहाँ राख्छु नि गाडी हामी चाहिँ आएको क्याफे तर बाहिरबाट गर्नुपर्छ ज्यापै हुन्छ त गाडी आयो मेरो उयो भिजाइदिएछ नि आमाले हामी चाहिँ यो जग्गा आएको यो टुरिस्ट क्याफे
मेन्यु जेनेरेटर राख्नुपर्ने है यो चाहिँ हाम्रै गाउँमा छ दलगाउँ भन्ने जग्गामा यसको जग्गा चाहिँ यस्तो छ। क्याप्चिनो पनि आयो हो, यो चाहिँ दुईजनाको हो, उसको र उसको हो। यो चाहिँ मेरो हो, यो चाहिँ उहाँको हुनुहुन्छ, यो दुईटा चाहिँ दुईजनाको हुनुहुन्छ। मेरो आमा चाहिँ सिधा के खानु हुँदैन अरे हो। ल मैले भनेको थिइनँ त कफी। ल हुन्छ। ल यो कफी मैले भनेको नि थिइनँ। हाम्रो पिज्जा पनि आयो। झोल मोमो अरे बट आई डोन्ट नखाने अनेस्ट रिभ्यू मलाई चाहिँ तर पिज्जा त्यस्तो खास लागेन। झोल मोमो नखाने खान्छु नि हौ। म चाहिँ झोल मोमो ट्राई गर्छु अब। मलाई रिस उठ्दैछ है। के बुझे दुईटा दिनु भन्दा चाहिँ कम्ती गर्नुपर्छ न कम्ती हो कम्ती लु भएर टिफिन ट्राई गर्दैछु। मोमो चाहिँ मन पऱ्यो। दिन्छु मलाई त कम्ती कम्ती छ न कम्ती खाइहाल न तिमी चाहिँ कसरी मोमो खान्थ्यौ आउन भाइ मोमो Sama ya cak nuna. Yati. Mira ama एकच खानु न एकच. झोल मोमो खाएको थिएँ अन्त यो सेक खाएको थिएँ हो। मेरो चाहिँ उब्रिरहेको छ हो। यहाँ हेर्नु है खाली खाली सिले झन् दुईटा खाइसक्यो। उसको नि खाली खाली छ खाली उबारे होइन यी खाली। यहाँ पनि खाली यो मात्रै उबारे होला यहाँ पनि खाली यहाँ नि खाली। दिदीले त झन् पिज्जा अट्टालेर खाएको देखेर छक्कै पऱ्यो। यो चाहिँ मैले उबारेँ अब यो चाहिँ सिलले खान्छ। नाना बदनाम हुन्छ खानु भाडा मिलाएको भाडा
सबको छ होला भाडाको कन्ट्रिब्युसन बत्ती बाल्नु है सबै बाटो त यस्तो खतरा छ कि बाटो भगवान् लाइट लु पानी परेला छिटो मान्छे त अघि घर गएर नि उयो गरेर दैलोहरू सबै खोलेर आउनुहोस् भनिरहनु भएको छ हामीलाई मेरो चप्पल आउनु न एकछिन यहीँ अन्त यहीँबाट जानु मेरो चप्पल लगाएर ठ्याक्क ए छदुवा ओ छदुवा आमा र दिदी आउनुभयो माथि जानु हुने सिधै हाम्रो घर पस्नु हुँदैन अरे छदुवा यहाँ छदुवा ओ छदुवा ल्याएन छाता त्यो बिग्रिरहेको छ म चाहिँ एक राउन्ड उल्टी गर्छु उसले गरौँ न बाटोमा आउँदै भुतको कुरा गरेर जस्तो भयो कि गाइस हामी चाहिँ घर आइपुग्यो हो के रहेछ मलाई त हामी दुईजनाको फोटो रहेछ कि म त मान्छे उभिरहेको जस्तो देखिनँ बेसी भुतको कुरा गरेर होला नि बेबी बिदा गरिदिनु न ओके गाइस आजको अब भ्लग चाहिँ हामी खतम गर्दैछु हो एन्ड गर्दैछु तपाईँलाई कस्तो लाग्छ के लाग्छ कोही कोही बेला टाइम पाउँदै चाहिँ बनाउँदैछु अहिले हामी रेगुलर चाहिँ एक्टिभ छुइनँ म किनभने अब कतिवटा अब के काम हुन्छ भ्याउँदैन हामीले त भ्लग गर्नु हो अब उता गएर मात्रै हुन्छ होला ट्राभलिङको मात्रै प्रायः हामी बनाउँछु होला हो सो तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ गएर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु टिल देन सी यु नेक्स्ट भिडियो बाई बाई गाइस टेक केयर हाम्रो बिहाको फोटो देखाइदिनु है यो चाहिँ हाम्रो बिहाको फोटो हो काकाले बनाइदिनु भएको माथिको काकाले